अघि हामीले भेन डायग्रामको कुरा गऱ्यौँ। अब यसै सेट समूह अन्तर्गत पर्ने एउटा क्वेसन छ हेरौँ। र टु सेट ए एन्ड बी, दुईटा सेट छन्, एउटा ए छ अर्को बी छ, तर ए बीमा बिलोङ गर्छ। ए कम्प्लिटली बिलोङ्स टु बी, फाइन्ड द भ्यालु अफ एन ए युनियन बी एन्ड एन ए इन्टरसेक्सन बी। युनियन बी र ए इन्टरसेक्सन बी को भ्यालु निकाल भन्छ। एउटा सेट यो के हो, ए हो है, एउटा सेट ए हो र ए बिलोङ्स टु बी भन्दैछ र ए भनेकै बी हो। ए कम्प्लिटली बिलोङ्स टु बी छ, ए जुन हो त्यही भनेकै बी हो कि होइन? यहाँ क्वेसनले भन्दैछ ए बिलोङ्स टु बी भन्नु, फाइन्ड द भ्यालु अफ एन ए युनियन बी एन्ड ए इन्टरसेक्सन। यहाँ के भयो त यो क्वेसन अनुसार एन ए युनियन बी बराबर एन ए इन्टरसेक्सन बी को दुईटैको के भयो भ्यालु कम्प्लिटली इक्वल हो। मैले के भनेको थिएँ, एमा पनि पर्ने बीमा पनि पर्ने, त्यो दुईटै के हो इन्टरसेक्सन हो भनेको थिएँ। त्यस्तै मैले के भनेको थिएँ, ए को जति छ त्यो बी को जति छ त्यो पुरा दुईटा बाक्सा भित्रको जे चिज छ त्यो भनेको ए युनियन बी भनेको थिएँ। अब यहाँ बाक्सा त एउटै बनाउ त, क्वेसनले एउटै बाक्सा बनाइदियो। अब एउटै बाक्सा बनायो भने यो पनि एउटै बाक्सामा डिनोटेसन, यो पनि एउटै बाक्सा, दुईटै एउटै भएन, भयो राइट।